हेलो युट्युब फ्यामिली, म चाहिँ अहिले पानी लिन जान लागेको छु र म चाहिँ आज तपाईहरुलाई हामीले कहाँबाट पानी ल्याउँछ भनेर देखाउने छु। यो चाहिँ हाम्रो पातलको कुवा हो। यो चाहिँ जाने बाटो हो। अनि यहाँ चाहिँ जंगल छ। साँझ परिसकेको थियो। म 6:35 तिर गएको थिएँ। त्यतिखेर चाहिँ यस्तो थियो। र आज मेरो लास्ट डे साथ लग्थ्यो। अनि केले लगेको भनेर चाहिँ तपाईहरुले एकछिनमा थाहा पाउनुहुन्छ। म चाहिँ लखर जाँदै छु। अनि मैले अरु गर्नलाई चाहिँ मैले दिउँसै पानी बोकिसकेको थिएँ। यो चाहिँ बेलुका चिसो हुन्छ यहाँको पानी भनेर म चाहिँ थोरै बोतलहरु र एउटा ट्यामी मात्र लिएर गएको थिएँ। छिट्टै फर्किन्छु भनेर। अनि मैले चाहिँ बोतलहरु निकाले। अनि त्यसपछि चाहिँ म पानी भर्नतिर लाग्छु। अब कुवा चाहिँ यस्तो अँध्यारो गयो, यस्तो डर लाग्ने र म माना अपना इश्क अधूरा, दिल ना इस पे से मिला है, पूरा होके खत्म हुआ सब जो है ना वो ही जिंदा है। जिस्मों के आगे भागे हो फिरते उतरो कभी रूह में, होता क्या आशिकी है, बैठी बैठी है तारीफें तेरी हंसी तेरी जो अरे सांस परिसक्यो। एकैछिन मलाई माथिको कलेज लाग्छ नि, यस्तो माथि सकिरहेको म पानी खन्दै थाल्छु। बेसी मलाई डर लागिसकेको त्यतिखेर चाहिँ। अनि फेरि म यस्तो माथि हेरेर त ल पागल पो आएछ कति धेरै। अनि फेरि यहाँको बादलहरु यस्तो अट्टिन्छ कि मलाई साँझ भइसकेको थियो। मलाई डर लागिसकेको थियो किनभने यहाँको बाँदरहरूले चाहिँ मान्छेहरूले लगिदिँदैन यिनीहरूलाई। अनि त्यो भएर मलाई डर लागिसक्यो भनेर चाहिँ। सो म चाहिँ तपाईहरु हेर्नु हैन, यस्तो अँध्यारो भइसक्यो। मलाई यस्तो गर्जम भइरहेको थियो। चाँडो मलाई अर्को मेन डर लाग्ने रिजन चाहिँ हाम्रो म एक्लै थिएँ। अनि बेलुका भइसकेको थियो। यस्तो हुन्छ नि, यस्तो म भन्नै सक्दिनँ। म माथि I'm so scared. मैले चाहिँ यो पछि बनाएको एउटा मात्रै बाँदरको। So guys, please subscribe, like and share. Thank you for watching. See you in the next video. Bye.